फ्यामिली प्रेसर हुन्छ नि त बच्चाहरुलाई सानो बच्चा हुँदाखेरि पनि डिप्रेसन सबैलाई हुन्छ है युथलाई पनि हुन्छ बुढो मान्छेलाई पनि हुन्छ है सबैलाई बच्चामा मात्र नभएर डिप्रेसन भनेको सबैलाई सबभन्दा बढी त युथलाई हुन्छ युथले भने बच्चाले त डिप्रेसन हुँदैन भनेन बच्चाहरुलाई मात्र नभएर ठुलो भइसक्यो हामीसँग पैसा छैन हामी के गर्ने आफ्नो फ्यामिलीकै मतलब आफ्नो फ्यामिलीसँगै मागिरहेको छ अहिलेसम्म पनि हामीले पनि केही गर्नु पर्यो भन्ने हुन्छ नि त अनि फेरि आफूले कमाउनु सकेन भनेपछि आफूसँग पैसा छैन भनेपछि फ्यामिलीहरूले पनि त भन्छ नि त तपाईँ ठुलो भइसक्यो कमाउनु छैन यस्तो छैन भन्ने भन्छ नि त अनि त्यो प्रेसर पनि जाने भयो कसरी छ यस्तो लक्षणहरू सिम्टम्सहरू एउटै बस्न थाल्नु बढी धेरैसँग खुलेर कुरा मैले मानि हुँदैन एक्लो 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 मलाई चाहिँ म चाहिँ एन्जाइटीमा छु म डिप्रेसन अनि धेरै निद्रा लाग्ने है डिप्रेसन र एन्जाइटीको अरू के हुन्छ थाहा छ निद्रा नलाग्ने धेरै निद्रा लाग्ने पनि हो फेरि भोक लाग्ने साइकियाट्रिक कहाँ जाने हो है मेडिटेसन गराउनु अडियन्सहरूलाई चाहिँ के सम्झाउनु चाहनुहुन्छ त्यो चाहिँ नर्मल हो कि त्यो पनि जस्तै फिजिकल डिसेबिलिटी या फिजिकल उसमा के भन्छ हामी हस्पिटल जान्छ भने चाहिँ त्यस्तै त्यो नर्मल हो कि यसलाई चाहिँ पागलै भन्ने कि के त्यो पनि बताइदिनु त्यसलाई पुरै पागल त भन्न मिल्दैन आधा पनि पागल होइन है त्यसलाई पागल पागल भएर उता बिमार छ It is a kind of disease, right? Yes. State of disease. Let's continue. डॉक्टर साहब को कुरा सुनो न एकोरोपन बढी आउने एन्जाइटी डिप्रेसनहरू त्यो एउटा सिम्पटम हो डिजिज मात्र हो त्यसलाई चाहिँ हामीले पुरै पागल भन्न सकिँदैन त्यसको लागि हामीले भनेको तुरुन्तै डक्टरसँग कन्सल्ट गरेर आफ्नो पारिवारिक वातावरण मिलाएर पारिवारिकमा के गराउँ गर्ने तिनीहरूको मनोबल बढाउने र तिनीहरूलाई त्यो विवरण पाइने हेर्नु सक्छौँ ओके नेक्स्ट क्वेसन यो डिप्रेसन र एन्जाइटीलाई ओभरकम गर्नको लागि एन्जाइटीहरू फेस गरिरहेको छ भन्ने थाहा हुँदैन मोस्ट अफ द प्यारेन्ट्सहरूले चाहिँ सो त्यसले चाहिँ कसरी चाहिँ आफ्नो बच्चाहरूमा चाहिँ अलिकता ध्यान दिनुपर्छ कि उनीहरूले के भइरहेको छ उनीहरू केसँग त गइरहेको छैन भनेर उनीहरूको चाहिँ कम्युनिकेसन गर्ने उनीहरूले आफ्नो के प्रब्लम भइरहेको छ भनेपछि चाहिँ आफ्नो प्रब्लमहरू अरूलाई नभएर आफ्नो सपोर्ट गर्छ सोसाइटीले ए त गाउँको दिखाले रहेछ भन्छ के बोल्नु सक्छ दीपिकाको पालो छ हैन ओके स्टार्ट सपोर्ट गर्नु भयो डिप्रेसनमा छ भन्ने मलाई पागल हो यो डिप्रेसनको औषधि खान्छ यो पागल हो भन्ने त भएन नि त सपोर्ट त गर्नु पऱ्यो किनकि सोसाइटीको औषधि खाँदैछ पागल जस्तो व्यवहार गरिराखेको हुन्छ सोसाइटी त भन्ने तर त्यो पागल चाहिँ होइन नि त त्यो त एउटा बिमारीबाट
आफैले पनि थाहा पाएको तबसम्म त्यसलाई रियलाइज भएन कि मलाई यस्तो भइरहेको छ यो भनेको डिप्रेसन हो भने तबसम्म त्यसलाई थाहा भएन त्यो त्यस्तो सोसाइटीले त्यो पागल हो हामी चाहिँ अघिदेखि डिप्रेसन एन्जाइटी भनेर भनिरहेको छौँ कि हामी इन्टरचेन्जेबली युज गरेर जस्तो लागिरहेको छ कि वर्डलाई केलाई चाहिँ डिप्रेसन भनिन्छ के चाहिँ एन्जाइटी मात्रै हो हामीले कुन सिम्टम्सहरू डिप्रेसनमा देखिन्छ कुन सिम्टम्सहरू एन्जाइटीमा देखिन्छ त्यो डिप्रेसन र एन्जाइटीलाई अलिक डिफ्रेन्सिएट गरिदिनु thinking capacity ma bhageko huncha this is the improper balance of body and एक्लोपन बढी हुन्छ अनि